ल अर्को इङ्ग्लिस सिकाउँ जस्तै हामीले नेपालीमा भन्दाखेरि भन्छौँ नि म बोल्न डराउँछु मलाई कुकुरदेखि डर लाग्छ मलाई तिमीदेखि डर लाग्छ मलाई बन्दुकदेखि डर लाग्छ म एक्लै जान डराउँछु म त हेर्न डराउँछु कुनै पनि काम गर्न डराउँछु अथवा यस्ता यस्ता चिज मान्छेबाट म डराउँछु भनेर यदि इङ्ग्लिसमा बोल्नु पर्यो भने जहिले पनि सुरुमा के बोल्ने म भनेको कारणले आई एम बोल्ने आई एम बोलेर अफ्रेड भने डराउनु आई एम अफ्रेड अफ बोलेर केदेखि डराउँछु भन्छ त्यो चिजबिज मान्छे के कुरा हो त्यो बोलिदिने यदि भर भयो भने चाहिँ आइएनजीमा बोलिदिने भयो भनेको काम हो जस्तै म त बाहिर बोल्न डराउँछु आई एम अफ्रेड अफ स्पिकिङ इन पब्लिक ओके मलाई कुकुरदेखि डर लाग्छ आई एम अफ्रेड अफ डग्स ओके मलाई तिमीदेखि डर लाग्छ आई एम अफ्रेड अफ यु मलाई त एक्लै घुम्न डर लाग्छ हो आई एम अफ्रेड अफ भिजिटिङ अलोन मलाई इङ्ग्लिस बोल्न डर लाग्छ आई एम अफ्रेड अफ टकिङ इन इङ्ग्लिस